संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदनले भनेको थियो रवि लामिछानेले कुनै ऋण लिएको देखिएन र छैन। समितिले सरकारलाई भन्यो सहकारी ठगी गर्नेहरूलाई कारबाही गर्नु। त्यो समितिले रविलाई कारबाही गर्नु भनेकै थिएन। अनि सरकार चाहिँ प्रतिवेदनले भनेको भन्दा उल्टो काम गरिरहेको देखियो। कारबाही गर्न रवि भन्दा अरू कसैलाई देख्दैन। जो असली ठगहरू छ खर्बौं खाएर विदेशमा मस्तीको जिन्दगी जिरहेको छ भने कोही सत्ताको पहुँचमा छ। रविले ऋण लिनका लागि कुनै फारम भरेको छैन, तमसुकमा ल्याप्चे लगाएको छैन, नागरिकता र फोटो पेश गरेको छैन। कुनै पनि कागजात पेश नगरेको अवस्थामा सहकारीले रविको नाममा ऋण कसरी दिन सक्छ? यो प्रश्न गर्नुपर्ने कुरा छ। रवि लामिछाने कुनै पनि सहकारीको शेयर सदस्य पनि नभएको अवस्थामा सहकारीले ऋण दिनै सक्दैन। यो सहकारीको नियम विपरीत हुन्छ र यसरी कुनै पनि कागजात पेश नगरिकन ऋण दिएको अवस्थामा सहकारीलाई कारबाही गर्नुपर्ने हो। किन सहकारीलाई कारबाही हुँदैन? सहकारीको नियम अनुसार शेयर सदस्य बाहेक अरू कसैलाई ऋण दिन वा निक्षेप सङ्कलन गर्न पाउँदैन। यति मात्र होइन, जीबी राई एउटै व्यक्ति 5 वटा सहकारीको अध्यक्ष कसरी भयो? त्यो पनि फरक फरक जिल्लाको सहकारीमा। यो पनि सहकारी ऐनको बर्खिलाप हुन्छ। सहकारी ऐनमा कुनै पनि सहकारीले आफ्नो शेयर सदस्य बाहेक अन्य व्यक्ति वा कम्पनीलाई ऋण प्रवाह गर्न पाउँदैन। रवि लामिछाने ती सहकारीहरूमा शेयर सदस्य नै थिएन। अनि रवि लामिछाने सहकारी ठगी कसरी हुन सक्छ? यस्तो मनपरी तरिकाले सहकारी सञ्चालन र जथाभावी वित्तीय कारोबार गरुन्जेल सहकारीलाई नियमन गर्ने सहकारी विभागले के हेरेर बसेको थियो? त्यो सहकारी विभागमा बस्ने निकम्मा कर्मचारीहरूलाई चाहिँ कारबाही गर्नु पर्दैन? 2-4 पैसा भ्रष्टाचार गरेर बगली भर्न पायो भन्दैमा नियमन नगरिकन आँखा चिम्लेर बस्दिने हो? पहिले नै नियमन गरिदिएको भए यस्तो विकराल अवस्था आउने नै थिएन। तर यहाँ एउटा झेल चाहिँ पक्कै छ। सहकारी कालो धन सेतो बनाउन प्रयोग हुने गरेको तथ्य बाहिर बारम्बार निस्कने गर्छ। कालो धन नेतासँग भन्दा धेरै अरूसँग कोहीसँग हुँदैन। नेताहरू आफ्नो कालो धन सहकारीमा ठेगान लगाउने अनि सहकारी नियमन र अनुगमन नगर्न नेताहरूले नै नियमन निकायलाई दबाब दिने गर्दछ ताकि आफ्नो कालो धनको पर्दाफास नहोस्। होइन भने फुटपाथमा मकै पोल्ने र सानातिना गुजारा गर्नेहरूसँग 50-60 लाखदेखि 5-6 करोड कहाँबाट आउँछ? सोझा साझा पीडित भनेका केही छन् जो घर जग्गा बेचेर भयभरको पैसा ब्याजको लोभमा सहकारीमा राखेर धुरु रुनु र कराउनु भन्दा केही उपाय छैन। मकै पोल्नेहरूसँग करोड जम्मा गर्ने हैसियत पनि हुँदैन र अलिअलि बचत भएको पैसाको लागि मकै पोल्न र पेट भर्न छोडेर थोरै पैसाको लागि सधैँ हिँड्न सक्दैन। मकै पोल्ने र किसानको नाम भट्याएर चोखिने दाउ गर्दैछ यी नेताहरू। नेपाल भरिका सहकारीहरूको खर्बौं पैसा यी नेताहरूकै पोल्टामा छ। नेपालमा सहकारीलाई नियमन गर्ने प्रमुख निकाय सहकारी विभाग हो। यो विभाग कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत काम गर्दछ। सहकारी विभागका मुख्य काम भनेको सहकारी संस्था दर्ता, नवीकरण र खारेजी, सहकारी संस्थाको अनुगमन तथा मूल्याङ्कन गर्ने, सहकारीको लेखा परीक्षाको व्यवस्था, सहकारी नीति तथा कानुनको कार्यान्वयन गर्ने, सहकारीहरूमा क्षमता विकास सम्बन्धी तालिम र कार्यान्वयन गर्ने। यसका अतिरिक्त नेपाल राष्ट्र बैंकले पनि सहकारीमा वित्तीय कारोबार, बचत तथा ऋण गरिरहेका ठूला सहकारीहरूलाई सीमित रूपमा नियमन गर्ने भूमिका खेल्दछ। विशेष गरी जब तिनीहरूले बैंकिङ सेवासँग मिल्दोजुल्दो काम गर्छ भने यो सबैले के हेरेर बसेको थियो? गोर्खा मिडिया एउटा कम्पनी हो र कुनै सहकारीबाट पैसा कम्पनीमा ल्याउने कानुन सहकारीसँग हुँदैन। कम्पनीको मालिक जीबी राईले ल्याएको पैसा कुन बैंक, कुन सहकारी वा व्यक्तिबाट आयो त्यो रवि लामिछानेको मतलब भएको कुरा होइन। रवि लामिछानेले आफ्नो स्वेट शेयर र आफ्नो परिश्रम दिएर गोर्खा मिडियामा काम गरेका थिए। यदि कम्पनीले कानुन नियम मिचेर वित्तीय अपराध गरेको छ र राज्यलाई र राज्यको कानुनको धज्जी उडाउँदै सञ्चालन गरेको छ भने कम्पनी ऐन आकर्षित हुन्छ। कम्पनीको मालिक जीबी राई भएको हुनाले यदि कम्पनीले राज्य र कानुनलाई नटेरेको हो भने गोर्खा मिडियाको मालिक आज कारागारमा रवि लामिछाने होइन, जीबी राई बस्नुपर्ने हो। तर यहाँ त्यसो भएन किनकि यहाँ रविलाई थुनेर प्रतिशोध र जीबीलाई भगाएर नेताहरू बाँच्नुपर्ने भएको छ। यदि जीबी राई समातियो र नेतृत्वमा 100 मान्छे जाने हो भने नेपालका ठूला दलका आधा नेताहरू जेल जाने छन्। ठूला भ्रष्टाचारको काण्ड मचाउने नेताले चलाएको देश हो नेपाल। सत्ताको पहुँच र पावर भएकाहरू पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा 10 अर्ब भ्रष्टाचार हुँदा पनि उनीहरूलाई कसैले छुन सक्दैन। अझै यो भन्दा ठूलो भ्रष्टाचार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनुमान गरिएको छ।
त्यसैले गर्छु भन्नेलाई जसरी पनि बाटोबाट हटाउने नेपालमा जनमतको कदर छैन। जनताबाट हारेकाहरू कानुनी छिद्र प्रयोग गर्दै माननीय र मन्त्री बन्छन्। ठुला दल र ठुला नेता भनेकाहरू र प्रहरी आइजिपी लगायतका सबैले रविको आवश्यकता पर्दा रवि सफा छ भन्ने, जब आफूहरूलाई रविबाट खतरा महसुस भयो रवि सहकारी ठग भन्ने यो कस्तो कानुन हो? त्यसैले होला हाम्रो देशलाई सतीले सरापेको देश भन्छ। नेपालमा इमान्दार मान्छेलाई फाप्दैन। जो हावादारी गफ भ्रष्टाचार हत्या बलात्कार गर्न सक्छ उही सत्ताको कुर्सीमा पुग्छ। यो भिडियो तपाईलाई कस्तो लाग्यो कमेन्ट मार्फत व्यक्त गर्नुहोला। भिडियो मन परे एउटा लाइक र हाम्रो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला।